सबैजनालाई स्वागत गर्दछु रेडियो सबै एनपी वाइडी च्यानलमा। आज कक्षा 11 को अकाउन्टिङ इक्वेसन पाठ अन्तर्गत रहेर हामीले अघिल्लो अभ्यासमा सिडी 1 देखि 3 सम्मको गरेका थियौं। अब नै अहिले पार्ट 2 लिएर आएको छु। यसमा चाहिँ सिडी 3 देखि तलका हिसाबहरू गरिएको छ। यसमा चाहिँ तपाईले बुझ्न नसकेका पहिला बुझ्न नसकेका हिसाबहरू केही बुझ्नुहुनेछ। सरल भाषा शैलीको माध्यमबाट यहाँ तपाईलाई बुझाउने प्रयास गर्नेछु। यदि केही अप्ठ्यारो लागेको खण्डमा फेरि पनि कमेन्ट गर्नुहोला। कुन बुझ्नु भएन त्यसको लागि फेरि नयाँ भिडियो ल्याएर त्यसको सोलुसन गराउने छु। अब नै धेरै कुरा नगरी भिडियो सुरु गर्न लागौं। अघिल्लो च्याप्टरमा चाहिँ हामीले अघिल्लो पार्ट भिडियो बनाएको थिएँ। पार्ट 1 मा चाहिँ मैले अकाउन्टिङ इक्वेसन सम्बन्धी सामान्य बेसिक हिसाबहरू मात्र गरेको थिएँ। आज भने केही जटिल तथा केही बेसिक लेभलबाट उक्लिएर केही हाई लेभलका हिसाबहरूसम्म गर्नेछौँ। अघिल्लो पार्टमा सिडी 1, सिडी 2, सिडी 3 तीनवटा हिसाबलाई चाहिँ गरेर मैले बुझाएको थिएँ। कतिले बुझ्नुभयो बुझ्ने भएन त्यो तपाईहरुलाई थाहा होला। त्यसमा केही कन्फ्युजन छ भने कमेन्ट गर्नुहोला भनेको थिएँ, तर कसैको कमेन्ट आएन। तर पनि आज सिडी 4 को हिसाब गर्नेछौँ। साथै अन्य सिडीहरू धेरै छ। यहाँ हाम्रो सिडी 17 सम्म प्रश्नहरू छन्। प्रत्येकको समाधान गर्नेछौँ। यो कुन पब्लिकेसनको बुकबाट होला भनेर तपाईहरुको मनमा जिज्ञासा हुन सक्छ। यो चाहिँ एडभान्स सरस्वती पब्लिकेसन प्रालीको क्वेशनहरुको बुकबाट अकाउन्ट विषयको बुक हो एडभान्स सरस्वतीको। तपाईहरुले पनि एडभान्स सरस्वतीको बुक नै युज गर्नुभएको छ भने ट्याक्क त्यही मिल्छ, तपाईलाई सजिलो हुनेछ। नत्र अरुको पब्लिकेसनको युज गर्नुभएको छ भने ट्रान्ज्याक्सनहरु अथवा मोडल क्वेशनहरु यस्तै नै हुन्छन्। अब धेरै कुरा नगरी हामी सिडी 4 को चाहिँ समाधान गरौँ। सुरुमा यहाँ प्रश्न रहेको छ, यस प्रकार छ। स्टार्टेड बिजनेस विथ क्याश ब्यालेन्स आरएस 5 लाख अनि सेकेन्डमा छ क्याश डिपोजिट इन्टु बैंक 2 लाख, क्याश विथड्र फ्रम बैंक अफ आरएस 5000 फर अफिस युज, क्याश विथड्र फ्रम बैंक फर पर्सनल युज 5000, लोन टेकन आरएस 80000 भनेर यो चाहिँ प्रश्न दिएको छ सिडी 4 को। अब चाहिँ यहाँ मैले पहिले नै समाधान गरेको छु। यसलाई चाहिँ तपाईहरुलाई ट्याक्क बुझाउने प्रयास गर्छु। अब हेरौँ। अब प्रश्नमा छ अकाउन्टिङ इक्वेसन भनेर यो बेसिक रुल नै भयो। यसलाई सुरुमा लेख्नु होला। सिरियल नम्बर, ट्रान्ज्याक्सन, एसेट्स, क्यापिटल, लायबिलिटीज। अकाउन्टिङ इक्वेसन भनेको नै एसेट्स, क्यापिटल र लायबिलिटी छुट्याउने हो। एसेट्स इक्वल टु क्यापिटल प्लस लायबिलिटी भइहाल्यो। अब ट्रान्ज्याक्सन आई मा छ स्टार्टेड बिजनेस। स्टार्टेड बिजनेस विथ क्याश ब्यालेन्स भनेको छ। अब भनेको स्टार्टेड बिजनेस क्याश ब्यालेन्स भन्दा बित्तिकै एसेट्स क्याश भनेको हाम्रो नगद हो। त्यसकारणले क्याश हाम्रो आयो 5 लाख। अनि त्यसपछि क्यापिटल्स नगद व्यवसाय सुरु गर्दा, नगदमा कुनै व्यवसाय सुरु गर्दा 5 लाखको चाहिँ क्यापिटल हुन्छ। लायबिलिटी यसमा छैन। बिगिनिङ इक्वेसन अथवा ओपनिङ इक्वेसन लेख्न सक्नुहुन्छ। 5 लाख सकियो। अब सेकेन्डमा छ क्याश डिपोजिट इन्टु बैंक। क्याश डिपोजिट इन्टु बैंक यहाँ नगद जम्मा गरिएको छ। हामीले नगद बैंकमा जम्मा गरेका हुन्छौँ। जसमा बैंकमा जम्मा गर्दाखेरि बैंक भनेको प्लस हो। हाम्रो बैंक भनेको नै सम्पत्ति हो। क्याश पनि नगद हाम्रो सम्पत्ति हो। त्यसकारणले सम्पत्ति बैंक भनेको हामीले बैंकमा जम्मा गरेपछि बैंक प्लस भयो। क्याश भनेको हाम्रो व्यवसायबाट नगद रूपमा जाने हो, त्यो बैंकमा जम्मा भयो। त्यसपछि कारणले गर्दा क्याश चाहिँ माइनस भयो। त्यसैगरी यता क्यापिटल र लायबिलिटीमा हुँदैन। न्यू इक्वेसनमा 5 लाख भयो, त्यो सकिहाल्यो। अब थर्डमा छ क्याश विथड्र फ्रम बैंक। तलतिर आईबीमा छ क्याश विथड्र फर पर्सनल युज। यसमा दुईवटामा चाहिँ अलि कन्फ्युजन हुन सक्छ। अब म तपाईहरुलाई बुझाउँछु कि क्याश विथड्र फ्रम बैंक, बैंकबाट हामीले नगद झिक्यौं भने हाम्रो सम्पत्ति भनेको नगद हो, एसेट्स त्यो बढ्छ। हामीले प्राप्त गर्यौं भने त्यो लियो, व्यवसायमा आयो। अनि त्यसपछि बैंकमा भएको रकम त्यहाँबाट घट्यो भनेको माइनस भयो। अरु तन्त्र गर्दैन, त्यो त्यस्तै भयो। क्याश प्लस 50,000 भइहाल्यो, बैंक 50,000 माइनस भयो। अनि त्यसपछि तलतिर नि छ क्याश विथड्र भनेको यो चाहिँ पर्सनल युजको लागि हो, माथिको चाहिँ अफिस युजको लागि हो। अफिस युजको लागि गर्दाखेरि क्याश प्लस भयो, व्यवसायमा आयो 50,000 छ, बैंक माइनस भयो। अब क्याश विथड्र भनेको छ यो चाहिँ पर्सनल युजको लागि हो। पर्सनल युजको लागि कुनै पनि व्यवसायको मालिकले उनीहरुले पर्सनल युजको लागि
कुनै पनि क्यास नगद अथवा गुड्स अन्य सामानहरू निकाल्छ भने त्यो चाहिँ एसेट्सबाट माइनस र क्यापिटलमा पनि माइनस हुन्छ। यो चाहिँ यस्तो हो। क्यास विथड्र पर्सनल युजको लागि भनेको छ। पर्सनल युज भनिएको कारणले गर्दा क्यास 5000 माइनस भयो, ड्रइङ हुन्छ। यसको लागि चाहिँ क्यापिटलमा ड्रइङ लेखेर घटाइन्छ। पर्सनल युजको लागि कुनै पनि व्यवसायको मालिकले रकम अथवा सामान झिक्यो भने त्यो चाहिँ ड्रइङ हुन्छ। यदि व्यवसायको लागि झिकेको भए चाहिँ त्यो चाहिँ यहाँ यसरी हुन्थ्यो। यो चाहिँ पर्सनल युजको लागि यसरी यति बुझ्नुपर्ने हुन्छ। अनि न्यू इक्वेसन भयो 4,95,000 ठिक छ। अनि लोन टेकन भनेको छ। लोन टेकन भनेको हामीले ऋण लिएको। ऋण लिँदाखेरि सम्पत्तिमा एसेट्समा आउँछ, क्यास नगद प्राप्त गरेपछि त्यो प्लस भयो। अनि लोन भनेको लायबिलिटिज हो, भनेको दायित्व चाहिँ हुन्छ। अरूलाई हामीले त्यो लोन त पछि जसरी पनि तिर्नुपर्छ। त्यसै गरी यो चाहिँ 575 को एन्सर। अनि 4,95,000 गरेर चाहिँ एन्सर सकियो। 4 को चाहिँ यति नै हो। यसमा नयाँ कुरा के छ भनेपछि पर्सनल युजको लागि र अफिस युजको लागि त्यो सामान लियो र लोन टेकनको कुरा मात्रै छ। अब लागौँ हामी प्रश्न 5 तर्फ। अब 5 मा के छ? स्टार्टेड बिजनेस विथ क्यास। 5 मा छ स्टार्टेड बिजनेस विथ क्यास 5 लाख अनि बैंक ब्यालेन्स 2 लाख। पर्चेस गुड्स 2,50,000, सोल्ड गुड्स, पर्चेस मसिनरी। अनि विकटनको अकाउन्टिङ इक्वेसन बनाउनको लागि नै भनेको छ। अब यसको समाधान हेरौँ। ट्रान्सेक्सन, एसेट्स, क्यापिटल र लायबिलिटी भयो। आइमा रहेको छ स्टार्टेड बिजनेस विथ क्यास। स्टार्टेड बिजनेस विथ क्यास 5 लाख र बैंक ब्यालेन्स भनेको 2 लाखको छ। सम्पत्ति भयो एसेट्स भएको कारणले प्लस, बैंक पनि एसेट्स हो प्लस भयो। क्यापिटल 7 लाख हो, डाइरेक्टली भयो। अनि लायबिलिटी छैन। बिगिनिङ अथवा न्यू इक्वेसन लेख्नु होला। 7 लाख सकियो। पर्चेस गुड, सामान खरिद गर्दा व्यवसायमा गुड्स आउनु भएकाले गुड्स प्लस, अनि क्यास चाहिँ जाने भएकोले क्यास चाहिँ व्यवसायबाट बाहिर जान्छ, त्यसैले माइनस भयो। यो पनि त्यति अप्ठ्यारो भएन। सोल्ड गुड्स क्यास एन्ड क्रेडिट भनेको छ। कुनै पनि व्यवसायमा रहेको सामान हामीले अरूलाई नगदमा बेच्दा क्यास आइहाल्छ, तर त्यसलाई क्रेडिटमा बेचियो भने, क्रेडिट भनेको त्यो चाहिँ हाम्रो डेप्टर हुन पुग्छ। यदि हामीले सोल्ड गुड्सको सट्टा पर्चेस गुड्स भएको चाहिँ यहाँ क्रेडिटर हुन्थ्यो, सोल्ड गुड्स भएको कारणले डेप्टर्स भयो। गुड्स भनेको 2 लाखको सामान बेचियो, क्यास 1 लाख प्राप्त भयो, डेप्टर्स 1 लाख छ, 1 लाख पछि आउँछ। यो चाहिँ आउने रकम भएकोले डेप्टर्स भयो। यो सकियो। त्यसपछि रहेको छ अर्को छ पर्चेस मेसिनरी। व्यवसायमा मेसिन खरिद गरियो। मेसिन खरिद गर्दा 50,000 प्लस भयो, मेसिन आएको छ, अनि क्यास गएको छ 50,000 माइनस भयो। यसरी चाहिँ हामीले सजिलैसँग प्रश्न नम्बर क्लास डिस्कसन सिडी 5 पनि सक्यौँ। अब लागौँ सिडी 6 तर्फ। सिडी 6 मा रहेको छ कन्सेसन अफ बिजनेस विथ 1,50,000, बट गुड्स कस्टिङ आरियस, क्यास सेल्स, वेजेस अनि रोयल्टी। यसमा नयाँ के देखियो भनेपछि नयाँ देखेको चेकको बारेमा भनिरहेको छ त्यो, अनि त्यसपछि वेजेस पेड र रोयल्टी रिसिभ। यसमा भनेको दुईटा नयाँ छन्। अब यसको मुख्यतः अकाउन्टिङ इक्वेसन यो भइहाल्यो। बिगिनिङ इक्वेसन बिजनेस सुरु गर्दा जहिले पनि क्यास प्लस हुन्छ, अनि क्यापिटलमा यो भइहाल्यो। त्यसपछि बोट गुड्स, बोट भनेको चाहिँ हामीले सामान खरिद गरेर, अब बोट्स भनेको पर्चेस त्यही हो, गुड्स प्लस भइहाल्छ। बैंक, बाइक चेक्यु, थ्रोड बाइक चेक्यु भनेको चेकबाट हामीले रकम भुक्तानी गरेको कारणले बैंक भयो, नत्र क्यास हुन्थ्यो। अब न्यू इक्वेसनमा 1,50,000 यो भइहाल्यो। अब क्यास सेल्स, क्यास सेल्स भन्दा बित्तिकै यहाँ नगद बेचियो भन्नु होला। यसमा भनेको चाहिँ हो, यसमा गुड्स सेल्स एन्ड क्यास भन्न खोजेको हामीले सामान नगदमा बेच्यौँ। यहाँ हेर्नुहोस् है, कुरा बुझ्नुहोस्। यहाँ चाहिँ क्यास सेल्स भनेको सामान, कुनै पनि सामान हामीले नगदमा बेचियो भने क्यास हामीलाई प्राप्त हुन्छ। त्यो भनेको एसेट हो, सम्पत्ति हो। क्यास भनेको सम्पत्ति हो, त्यो बुझ्नु होला। एसेट्स हाम्रो व्यवसायमा आउँदा त्यो प्लस भयो 20,000, अनि गुड्स सामान बेच्दाखेरि सेल्स भयो, गुड्स माइनसको 20,000 भयो। यो अकाउन्टिङ इक्वेसन सकियो यसको। अब यता जाउँ आइबी अन्तर्गत। अब यसमा आइबी रहेको छ। आइबीमा वेजेस पेड, क्यास 5,000, वेजेस 5,000। वेजेस पेड भनेको हाम्रो एक्सपेन्सेस हो। एक्सपेन्सेसहरू जाँदाखेरि एसेट्सबाट क्यास नगद घट्छ। वेजेस भनेको एक्सपेन्सेस भएको कारणले गर्दा हाम्रो क्यापिटलबाट पनि घट्छ। व्यवसायमा सम्पत्ति पनि नगद गयो, अनि एक्सपेन्सेस पुँजीबाट पनि घट्यो। न्यू इक्वेसन 1,45,000 को छ। अनि त्यसपछि भीमा छ रोयल्टी रिसिप्ड। रोयल्टी रिसिप्ड गरेको भनेको आम्दानी हो, हाम्रो इन्कम हो। इन्कम भएको कारणले गर्दाखेरि क्यास प्लसको 10,000 भयो। हाम्रो
व्यवसायमा सम्पत्ति अन्तर्गत रहेको क्यास नगद आयो 10,000। रोयल्टी भनेको नि इन्कम भएपछि रोयल्टी भनेको हामीले प्राप्त रिसिभ गरिसकेका छौँ। रिसिभ गरिसकेको रकम क्यापिटलमा प्लस हुन्छ 10,000 गरेर। अकाउन्टिङ इक्वेसनको यो 1,55,000 सहितको एन्सर आयो। हामीले सिडी 6 को पनि गऱ्यौँ। अब सिडी 7 आज चाहिँ सबभन्दा धेरै हिसाबहरू सकेसम्म धेरै नै धेरै हिसाब गर्नेछौँ। मैले पहिले नै कापीमा चाहिँ ट्याक्क नोटको रूपमा बनाएर राखेको छु। तपाईँलाई यसबाट स्पष्ट रूपमा बुझाउने प्रयास गर्नेछु। अब सिडी 7 मा हेरौँ। सिडी 7 मा चाहिँ स्टार्टेड बिजनेस विथ 1,00,000 पर्चेस फर्निचर, पर्चेस गुड्स, सोल्ड गुड्स अनि क्रेडिट अनि पेड रेन्ट यो भनेको छ। अब यसको समाधानतर्फ लागौँ। अब यहाँ लेखिसकेको छु मैले पहिले नै नोट बनाएर राखेको छु। अब अकाउन्टिङ इक्वेसन बेसिक कुरा सुरुमा चाहिँ आइमा छ भनेको स्टार्टेड अफ बिजनेस व्यवसाय सुरु गरियो। हरेक क्वेसनमा सुरुमा स्टार्टेड अफ बिजनेस सायद प्राय दिएकै हुन्छ। क्यास 1,00,000 भयो, क्यापिटल 16 भयो। यो चाहिँ केही झुक्किने जस्तो प्रश्न चाहिँ छैन। अब यसमा चाहिँ कहिलेकाहीँ चाहिँ स्टार्टेड बिजनेस विथ क्यास, ब्याङ्क ब्यालेन्स अनि फर्निचर गुड्स अथवा त्यसै गरी उता लेबिलिटीमा पर्ने लोनबाट पनि भनेर सोधेको हुनसक्छ। त्यसको हिसाबहरू पछाडि आउँछ, क्रमशः गर्दै जाउँ। अनि त्यसपछि पर्चेस फर्निचर भनेको छ। पर्चेस फर्निचर गरियो। पर्चेस फर्निचर वर्थ आरएस 10,000 भनेको छ। 10,000 मा फर्निचर खरिद गरियो। एसेट्स भनेको फर्निचर हो। पहिला बुझ्नु पर्छ एसेट्समा के पर्छन्, क्यापिटल अन्तर्गत र लेबिलिटीमा। एसेट्समा फर्निचर पर्यो, फर्निचर हामीले खरिद गर्दा आयो 10,000, यो फर्निचर बढ्यो। अनि क्यास भनेको हाम्रो व्यवसायबाट क्यास माइनस गयो 10,000, सकियो न्यू इक्वेसन। त्यसपछि पर्चेस गुड्स फर आरएस 40,000 भनेको छ। यसमा चाहिँ फेरि सामान खरिद गरियो, गुड्स गर्दा प्लसको 40,000 अनि क्यास भनेको गयो हाम्रो व्यवसायबाट गइसकेपछि 40,000 माइनस हुन्छ। यसलाई माइनस चिन्ह पनि प्रयोग गर्न सक्नुहुन्छ अथवा ब्राकेट्समा पनि राख्न सक्नुहुन्छ। त्यसै गरी छ आइमा छ सोल्ड गुड्स अनि क्रेडिट एट प्रॉफिट। अब यो चाहिँ बुझ्नु होला। सोल्ड गुड्स भनेको सामान बेचियो, अन क्रेडिट उधारमा सामान बेचियो, एट प्रॉफिट भनेको उधारमा सामान बेच्दा हामीलाई नाफा भएको छ। गुड्स 32,000 30,000 छ, डेप्टर 40,000 र प्रॉफिट 8,000। यो कसरी भयो ल हेर्नुस्। अब हामीले प्रश्नमा भनेको छ सोल्ड गुड्स अन क्रेडिट फर आरएस 40,000 एट प्रॉफिट आरएस 8,000। 8,000 को मुनाफा गर्दै सामान बेचियो भनेपछि हाम्रो 40,000 छ, जुन भनेको हामीले यो सुरुमा हामीले बेचेको रकम हो। भनेको डेप्टर्सबाट क्रेडिटमा बेच्दा बित्तिकै डेप्टर्स हुन्छ। डेप्टर भनेको उनीहरूले हामीलाई पैसा दिन बाँकी छ 40,000। सामान खास कतिको हाम्रो 32,000 को सामान हो, तर हामीले यसलाई 40,000 मा बेच्यौँ। 40,000 मा बेच्दा 8,000 हामीलाई नाफा भयो भनेको प्रॉफिट 8,000। अनि गुड्स 32,000 को गुड्स थियो, त्यसलाई हामीले 40,000 मा बेच्दाखेरि 8,000 नाफा गर्न सक्यौँ। यो भनेको अब पेड रेन्ट भनेको चाहिँ यो नि एक्सपेन्सेस हो। त्यस कारणले गर्दा सुरुको जस्तै हुन्छ। क्यास 3,000 यो माइनस भयो एसेट्सबाट अनि रेन्ट पनि क्यापिटलबाट माइनस भयो 1,05,000 को छ, जुन चाहिँ हाम्रो फाइनल इक्वेसन हुन जान्छ। हामीले सिडी 7 सम्म गरिसक्यौँ। अब सिडी 8, 9, 10 सिडी अनि एसए एपी सबै गर्नेछौँ। अब अनि अर्को सिडी 8 तर्फ लागौँ। सिडी 8 मा छ स्टार्टेड बिजनेस विथ 2 लाख डिपोजिट इन्टु ब्याङ्क व्यवसाय सुरु गरियो ब्याङ्कमा जम्मा गरेर। पर्चेस गुड्स फ्रम गोलु, रेन्ट पेड, इन्ट्रेस्ट रिसिप्ड, गुड्स सोल्ड फर आरएस क्याट। यसमा लस अघि हामीले गरेकोमा प्रॉफिट थियो, यसमा लसको छ। अरू सेम छ ल हेरौँ। यसलाई सरल गरौँ त जुन नयाँ नयाँ कुराहरू आउँछ त्यसमा चाहिँ म स्पष्ट रूपमा व्याख्या गर्छु, अरूमा चाहिँ सामान्य रूपमा जान्छौँ। ट्रान्जेक्सन एसेट्स क्यापिटल लायबिलिटी यो भइहाल्यो। 4वटा उस स्टार्टेड बिजनेस ब्याङ्क ब्यालेन्स भनेपछि ब्याङ्क ब्यालेन्स इन्टु अ ब्याङ्क भनेको कारणले ब्याङ्क भनेर यहाँ लेख्यौँ। ब्याङ्क भनेको नि हाम्रो सम्पत्ति अन्तर्गत नै पर्दछ। त्यसै गरी क्यापिटल यो भयो, सकियो। बिगिनिङ इक्वेसन 2 लाख को सुरुको इक्वेसन भयो। पर्चेस गुड्स फ्रम गोलुबाट हामीले सामान खरिद गरियो। अघिको हिसाबहरूमा त क्रेडिट भनेर अथवा क्यास भनेर डाइरेक्ट दिएको थियो, तर यसमा क्रेडिट भनेन, गोलु भनौँ। अब यसमा के बुझ्नु होला भनेपछि यदि क्रेडिट अथवा क्यास नदिइकन कुनै व्यक्तिको नाम पर्चेस गुड फ्रम फलाना फलाना व्यक्ति
भनेर कुनै व्यक्तिको नाम दिएको अवस्थामा छ भने त्यो चाहिँ हामीले उधारमा सामान गरिएको त्यो चाहिँ क्रेडिट हुन्छ। पर्चेस गुड्स फ्रम गोलु भनेपछि यो क्रेडिटको हिसाब हो, त्यसैले गुड्स हाम्रो व्यवसायमा आयो प्लस भयो एसेट्समा। अनि क्यापिटल भनेको छैन, त्यसै गरी लायबिलिटी भनेको गोलुलाई हामीले 60,000 तिर्नुपर्ने छ, दायित्व क्रेडिटर्स भयो, क्रेडिटर अथवा गोलु भनेर 60,000 भयो। अब न्यू इक्वेसन 2,60,000 को छ। रेन्ट पेड एन्ड ड्यू भनेको छ, रेन्ट पेड 4,000 एनआरएस 1,000 वाज ड्यू भनेको चाहिँ आउटस्ट्यान्डिङ जस्तै हो। अब ड्यू भनेको पहिले नै भुक्तानी गरिसकेको छ। अब हेरौँ, रेन्ट पेड भनेको 4,000 भुक्तानी गरियो, अनि त्यसपछि ड्यू रेन्ट भनेको कति छ 1,000 बाँकी छ, खास भनेको 5,000 हो, भनेको रेन्ट 5,000 गयो, यहाँको 1,000 भयो। यो 5,000 मा 1,000 जोड्दा भनेको 4,000 आउँछ, यताको क्यास र यताको बराबर भयो। खासमा यसमा आउनुपर्ने छ एसेट इज इक्वल टु क्यापिटल प्लस लायबिलिटी सिद्धान्त अनुसार यहाँ ट्याक्क यसको मिल्यो। अब लागु न्यू इक्वेसनमा 2,56,000 छ। इन्ट्रेस्ट रिसिभ्ड भनेपछि ब्याज प्राप्त गरियो। यदि यहाँ रिसिभ नलेखेर रिसिभ नभएर इन्ट्रेस्ट मात्रै भएको भए यहाँ क्यासमा नि माइनस क्यापिटलमा नि इन्ट्रेस्ट माइनस दुवै हुन्थ्यो। इन्ट्रेस्ट रिसिभ भइसकेपछि क्यासमा 2,000 को प्लस छ, अनि इन्ट्रेस्ट आइएनटी लेखेको छु मैले यहाँ सर्टकटमा, इन्ट्रेस्ट रिसिभ भनेर लेख्नु होला। 2,000 सकिसकेको छ। अब जाउँ लास्टमा छ, यसमा छ गुड्स सोल्ड फर क्यास एट लस। अघिको हिसाबमा ट्याक्क हामीले प्रफिट गरेको छौँ, यसमा लसको त्यति हो। अब हेरौँ क्यास गुड्स सोल्ड, सामान बेचियो, सामान बेच्दाखेरि कति हजारको सामान बेच्यौँ 10,000 को सामान बेच्यौँ, 10,000 प्राप्त भयो। सामान त हाम्रो 11,000 को सामान थियो, तर 10,000 प्राप्त भयो। प्रश्नमा हेरिहालौँ। सो गुड्स सोल्ड फर क्यास 10,000 एट प्रफिट अफ 1,000, 10,000 क्यास प्राप्त गऱ्यौँ, 1,000 नाफा 1,000 घाटा भयो भनेको छ। घाटा भएपछि लस 1,000 डाइरेक्ट यता लेखिहालेपछि क्यास रिसिभ भएको त 10,000 हो, भनेपछि त हाम्रो सामान भनेको त 11,000 को रहेछ। 10,000 प्लस 11,000, 11,000 माइनस भइहाल्यो, त्यसो गर्दाखेरि यहाँ माइनसको 1,000 यता माइनस 1,000, प्लस भनेको 2,57,000 यता 1,96,000 भएर 61,000 गरेर 2,57,000 को आएको छ। अब भनेको आजको भिडियोमा चाहिँ हामीले सिडी 8 सम्मको सम्पूर्ण अभ्यास गरिसकेका छौँ। अघिल्लो पार्ट 1 मा सिडी 1 to 3 सम्म स्पष्ट तरिकामा गऱ्यौँ, त्यसपछि अहिले 8 सम्म गऱ्यौँ। अब बाँकीको भनेको सिडी 9 देखि। तपाईहरुले यसलाई सिडी 9 देखि यता गर्दै जानुहोस्। यदि तपाईलाई कुनै डाउट लाग्छ अथवा जान्नु भएन बुझ्नु भएन भने चाहिँ यसलाई म फेरि अर्को नेक्स्ट पार्ट 3 आउँछ, केही दिन लाग्न सक्छ। तपाईहरुले यदि जान्दै जान्नुहुन्न भने कमेन्ट गर्नु होला, म त्यसलाई बताउन पनि सक्छु, डाइरेक्ट यसमा कमेन्ट बक्समै बताउन सक्छु। यदि तपाईले त्यसमा नि बुझ्नु भएन भने म नयाँ भिडियो बनाएर फेरि आउँछु। सिडी र यसका धेरै सबहरु बाँकी नै छन्। अहिलेको लागि यति नै, नयाँ भिडियोमा भेटौँला। कस्तो लागिरहेको छ भिडियो सुझाव सल्लाह र प्रतिक्रियाको लागि सधैँ आभारी छु। च्यानलमा नयाँ भएको भए च्यानल सब्स्क्राइब गरेर राख्नु होला, किनकि तपाईहरुलाई कक्षा 9, 10, 11, 12 का सम्पूर्ण विषयहरुका अभ्यास तथा नोट नियमित रूपमा आइरहन्छन्।